उल्लुको रूप छन् त्यो छुट्टामा पनि अनेकौं कुराहरू के अकल्पनीय खेमराज गुरुङ अमरश्रेष्ठ खेमराज गुरुङ उहाँले यो ठाउँलाई चिनाउनु भएको थियो मनोकामना गीत गाएर विश्वभरि यो ठाउँलाई चिनाउनु भएको थियो तम्लिङ टारदेखि अलिक मुनि मनोकामना भन्ने ठाउँ यहाँ अस्ति आउँदा त पानी जमेको थियो अहिले त पानी जमेको छ यहाँ चाहिँ यो धेरै कुराहरू चाहिँ देख्न सकिन्छ बर्खामा त पानी हुन्छ नि यहाँ के छ त यहाँ यसमा यहाँ चरा मुसा घोडा राम अवतार कृष्ण अवतार बराह कुर्मन जबरदस्ती अवतारहरूमा मानवीय अङ्गका छापदेखि लिएर सबै किसिमका प्राणीको चाहिँ चित्र हो कि ऊ त लोखर्के जस्तो त देखियो त लोखर्के कि ऊ जस्तो पनि छ यहाँ चाहिँ यो सिंहको टाउको भयो त्यहाँ बिचमा हनुमानले पर्वत बोकेर उड्नु भएको भयो यो संरचना पनि यहाँसम्म बनेर बेपत्ता भएर छैन कछुवा छन् माथि ऊ त्यहाँ तपाईँ पुरानो हुनुहुँदो रहेछ हो यो घुम्दाखेरि त फेरि टाइम लाग्छ नि त हामी त यो यसो गर्न मात्रै घुम्यो त्यो पाउ चाहिँ कुन हो त यो माताको पाउ यतापट्टिको भोले बाबाको यतापट्टिको अर्धनारीश्वरको रूप देखाउनु भएको थियो त्यो अनि यो चाहिँ गाईको रूप हो यो सुतिरहेको गाईको रूप भयो त्यो ओडार जस्तो चाहिँ के हो कहाँ त्यो ढुङ्गाको ओडार त्यहाँ ओडाभित्र गणेश भगवान हुनुहुन्छ यो आकृति यो खाल्टोको नमुना आकृति शिवलिङ्गको छ यहाँको शिवलिङ्ग इटालीमा कचना महादेव हुनुहुन्छ उहाँ आकाश डल्फिन भगवानको मत्स्य अवतार उहाँ माथि ऊ त माथि यो मूर्ति राखेको छ नि मूर्तिभन्दा माथितिर यस्तो माछाको जस्तै पखेटा हेर्नुहोस् त्यो खाल्टो परेको ठाउँबाट है ए उयो तल सुतेको चाहिँ को सुतेको अरे त्यो देखाउँदैछु गौमाता गाई हो अनि यहाँ सूर्य चन्द्र झन्डा छ ऊ त कलश भन्दा उता यतापट्टि हेर्नु त कलश भनेको यो कलश माटाको कलश उठेर हेर्नुहोस् सूर्य चन्द्र त्रिभुज जस्तो देखियो नि त्रिभुज देखियो नि त्रिभुज त्यो माटोको कलश छ नि त्योभन्दा त्रिभुज जस्तो त्योभन्दा अगाडि अर्ध चन्द्रमा छ अनि ट्रेङ्गल छ त्रिभुजमा हल्का गोलो छाप छ सूर्य चन्द्र झन्डा यहाँ छन् भनेपछि हाम्रो राष्ट्रिय झन्डासँग तुलना गर्न कहाँसँग छ गौमाता राष्ट्रिय जनावर हुनु हामी अनेक जाति अनेक धर्म अनेक संस्कृति भएर हामी एकतामा एकता भनेर पृथ्वीनारायण शर्मा भएको सार दिनुभएको दिव्य उपदेशको सार पनि एउटै हो उहाँकै मार्गदर्शन अनुसार चाहिँ यो कछुवा चाहिँ कहाँ देखिन्छ अरे अघि बढेको कछुवाको सेप उतापट्टि छ यो घोडा चाहिँ कता छन् घोडा उतापट्टि ओह्रालो देखियो अब यहाँ काग छन् यहाँ छेउमा काग चाहिँ कुन हो खै काग यो छेउमा छ नि यो ऊ त ठुटो छ नि ठुटो यो ठुटोभन्दा माथितिरपट्टि यो रातो कलर गरेको हेरेर त यो तलतिर छेउको कागको सेप छ अनि माताको हात छ नि यो देब्रा हात यहाँबाट हेर्नु त माताको देब्रा यहाँ त ब्रह्माण्ड अटेको छ हामीले चिन्तन गर्न नसकेर मात्रै हो क्या सर यो मैले जति आएँ म आएर यहाँ मैले चिनारी गराएको मात्रै हो नभए यसलाई खोजतल कसै गरेको थिएन देखिने भनेको त यहाँ यो देब्रा हात्ती यहाँनिर यो देब्रा हातको रूप यहाँ देखिन्छ है यताबाट हेर्छु झन् यताबाट हेर्छु त अनि यतापट्टि गदादण्ड यो ज्वालामुखीबाट उहाँ धनुष बाण देखिए शङ्ख पनि देखिए शङ्खको आकृति छ त्यहाँ शस्त्र अस्त्रको रूपमा यहाँनिर यहाँ उठेर हेर्नुहोस् सर यहाँ कहाँनिर अलिकति टल्किँदो रहेछ
यस झन्डाभन्दा माथि यहाँ यो अलिकति शङ्खको आकृति निहालेर हेर्नुपर्छ। टाढा चाहिँ ल्याउँदो लाग्दो बर्खाभरि धुनको लागि अब यो कोल्टी थियो भने पानी बगेर जानु धुन सजिलो हुन्थ्यो। अब यो बनाउने बेलामा लापरवाही त खाले पाउनु आउँदैछु। कुमाल जातीय गाईबाट पत्ता लागेको कालतर अगाडि तर 2000 यो चाहिँ नेपालको एकीकरण ताका चाहिँ यहाँको पहिचान भएको चाहिँ नेपाल एकीकरण ताका भन्ने छ। नेपाल एकीकरण ताका गोर्खाली सेना लिम्बुवानको सेनाले युद्ध हुँदाखेरि यो पारिपट्टि ठाउँमा युद्ध हुँदाखेरि माता मनोकामना साँची राखेर त्रिपक्षीय युद्ध सन्धि गरेर न्यायकी देवी आमा मनोकामनाको चित परिचित गरी एउटा मूर्ति स्वरूप गोर्खाका राजा गोर्खाली सेनाद्वारा बोकेर गोर्खामा लगेर स्थापना गरेको अरे र एउटा अरू उत्पत्ति स्वरूपमा एउटा इटरीको कचना महादेव ऊ त्यो चाहिँ त्यहाँको शिवलिङ्गको नमुना आकृति चाहिँ कचना महादेव उहाँ हुनुहुन्छ भनेर सुनिएको। छालारोको एकदम शक्तिशाली मानिन्छ नि त त्यहाँ त्यो चाहिँ यहाँको शिवलिङ्ग बाढीले बगाएर बाढी क्षेत्र पुर्याएर बाढी क्षेत्रबाट उहाँ लाग्यो। र यहाँको अर्को भनेको एउटा मूर्ति कहाँ होला भन्दा पारिपट्टि पारिपट्टि मनोकामना त्यहाँ 12 मिनट लाग्छ, यहाँ 11 मिनट लाग्छ। यहाँको एउटा भाग छुट्टाएर लाग्छ। यो उत्पत्ति स्वरूप जडित स्वरूपमा चाहिँ छन् यहाँ यो जराहरू जस्तो देखिन्छ जमुना पिपल समीको त्यो अर्थमा पिपल समी किसिमका वृक्षहरू छन् यहाँ। अनि त्यो बुटामा पनि हामीले रूप देख्न सकिन्छ। बराको रूप छन्, उ त्यहाँ नन्दीको रूप छन्, उल्लुको रूप छन्। त्यो छुट्टामा पनि अनेकौँ कुराहरू के अकल्पनीय कुराहरू हामी सनातन धर्मको आस्था गर्ने व्यक्तिले एकदमै चिन्तन गर्नुपर्ने र यो उहाँलाई नै शक्ति मागेर किन भन्दाखेरि यो चाहिँ विश्व ब्रह्माण्डको एउटा केन्द्र हो। हामी आत्मचिन्तन र आत्मभित्रबाट भन्दाखेरि यो चाहिँ विश्व ब्रह्माण्डको केन्द्र हो। यहाँ चाहिँ विश्व ऊर्जा छ होइन। यहाँ चाहिँ सम्पूर्ण पशु पन्छी प्राणी जीवात्मा सबैले धारण गर्नु। यो चाहिँ के हो त्यसको अर्थ के रहेछ त भन्दाखेरि पञ्चतत्त्व प्रकृतिलाई उहाँले देखाइदिनु भएको छ होइन। अनि हामीमा पनि पञ्चतत्त्व प्रकृति समाएको छ भनेपछि यहाँ पनि पञ्चतत्त्व। अनि सूर्यले देखाउनु भयो त्यहाँ सूर्यले के देखाउनु भयो पृथ्वीको अस्तित्व। चन्द्रले के देखाउनु भयो समयलाई, समय शुक्ल पक्ष कृष्ण पक्ष होइन। यसरी पृथ्वीको अस्तित्वलाई कुन कुन कुराले धारण छन् भन्दा यी सबै कुरालाई उहाँले एउटा शिलाको माध्यमले देखाउनु। त्यसमा पनि चेतनशील प्राणी मनुष्य भएकोले गर्दाखेरि मान्छेको मानवीय चेतना यो मस्तिष्क यो रूपमा मन मस्तिष्क होइन। यो शिरमा चाहिँ हाम्रो पृथ्वी जीवन अटेको छ। यहाँ जीवन छ, यसलाई जता मोडियो जीवन त्यही भन्छ अनि भन्ने कुराहरू यो यसरी जीवनलाई चाहिँ साक्षात्कार गराइदिनु भएको छ कि यसलाई चिन्तन गरेर कसले अध्ययन कसरी गर्छ। अब यो मैले भित्र डुबेर मैले खोज गरेर यो भने अब शास्त्रमा लेखेको भने यो खोजे यसलाई कसैले पनि त्यसरी खोजेर भनेको छैन। तर सत्य चित्यो हो फेरि यो चाहिँ आमै प्रकटमा यहाँ आएर हामी त्यहाँ मात्रै 2-5 मिनट मात्रै उ गर्दा पनि भित्र चित्त खोले गऱ्यो भने यहाँ चाहिँ हामीभित्र एक अन्तर शक्ति हुन्छ। कसैमा रामको शक्ति छ, कसैमा कृष्ण, कसैको शिव, ती शक्तिहरू चाहिँ पूर्ण रूपले जागृति हुन थाल्छ कि त्यस्तो कुराहरू छ। यहाँ हामीले खोजतिर न अनि आज तेरो धर्म र मेरो धर्म भन्छ, तेरो जात र मेरो जात भन्छ। जात केही छैन, ऊ 2 जात देखाउनु भयो। चरणबाट उहाँले जात तोकिदिनु भयो वा नारी र पुरुष भनेर होइन। जन्म 2टाबाट भयो, अन्त्य भनेको सबैको एउटैमा हुन्छ भनेर जन्म मृत्युको चक्रलाई देखाइदिनु भयो। मनुष्य जीवनलाई फोकस गर्नुभयो किन भन्दा चेतना। तर हामी चेतनशील भएका छैनौँ। चेतनशील भएर पनि हामीले बिर्सिरहेको के बिर्स्यौँ त भने विवेक बिर्स्यौँ, प्रेम गरेर बिर्स्यौँ। हामी बाहिरी स्वार्थमा लाग्यौँ। तेरो र मेरोमा, तेरो मेरो भन्दा सबै स्वार्थ छ, हामी र हाम्रो भन्दा सबै समानता छ। हेर्नु यो समानताको दृष्टिकोण, समभाव समदृष्टि समसोच भन्छ नि हो। यी सबै कुराहरू शास्त्रको साथ समेटिदिनु भएको छ। यो विश्व ब्रह्माण्ड हो, यो चित्र हो, यो हामीले धर्मको द्वारा यो मानव सभ्यताको आराधनाको केन्द्र हो र पृथ्वीको प्राकृतिक नक्सा मनोकामना माताको छ। आकृति पढ्न यहाँ आउनुपर्ने रहेछ। आकृति पढ्न हजुर। ल धन्यवाद यो जानकारीको लागि तपाईँलाई। पानी बर्खामा जान्छ। मनोकामनाको बारेमा ल धन्यवाद। हस् हस्। यो चाहिँ कसले कला सौजन्य पामा त होइन पोमा के हो खतरा बनाएको छ है।
नामै युद्ध रहेछ होइन खतरा रहेछ नि ढुङ्गालाई सिगार्ने काम उहाँबाट भएछ विद्रोह के हो वीरेन्द्र अधिकारीद्वारा त्यसरी पनि लेखिँदो रहेछ हो लेखिन्छ नि नामै पो लेखेर छ त्यसरी होइन